लु हाम्रो चाहिँ घरमा सब्जी पाक्दैछ है चुलामा। अनि टमाटर पनि पोल्दैछु। यसरी अचार मिठो हुन्छ हौ यसरी पोलेर खाँदा। अनि यहाँ चाहिँ खाना पाक्दैछ। दुईतिरै चुला बालेर पाक्दैछ। सब्जी चाहिँ के हो भने यहाँ हाम्रोमा राँको मासु यसरी पकाउँदैछु। अघि मरमसला चाहिँ हालिसकेँ। अनि यसरी चुलामा पाक्दैछ। अनि अहिले यो ग्यास सर्टेज भएदेखिको त यस्तै चुलामै। अनि यहाँ चाहिँ मैले त्यो प्लास्टिक किन बाँधेको भने नि कुकरमा, त्यो कुकरमा चाहिँ कालो अब त्यो धुवाले कालो हुन्छ नि त। अनि त्यसको पिठमा चाहिँ प्लास्टिक बाँध्नु के अरे पिठमा चाहिँ तेल लाउनुपर्छ। अनि प्लास्टिक बाँधेर त्यसरी गर्दा चाहिँ कालो नबस्दो रहेछ। तपाईँहरूले पनि एकचोटि ट्राई गर्नु है।